धेरैजसो केटाहरू त्यस्ता ग्रुमिङ प्रोडक्टमा सयौं रुपियाँ खर्च गर्छन् जसले खासै काम गर्दैन। तर स्मार्ट मान्छेहरूले भने 200-300 मा एउटा सानो भ्यासलिनको बट्टा प्रयोग गरेर आफ्नो पुरै लुक परिवर्तन गरिरहेका छन्। अब म तिमीलाई भ्यासलिनका 7 वटा ह्याक देखाउन लागिरहेको छु जसले तुरुन्तै तिम्रो आकर्षण बढाउँछ। र विश्वास गर्नु, यो भिडियो पूरा हेरेपछि तिमीले भ्यासलिनलाई फेरि कहिल्यै उही नजरले हेर्ने छैनौ। नम्बर 1, आफ्नो पर्फ्युम दिनभर टिकाउने तरिका। समस्या के हो भने तिम्रो पर्फ्युम जति महँगो भए पनि 2 देखि 3 घण्टापछि हराउँछ। तर यसको सजिलो समाधान छ। सानो मात्रामा भ्यासलिन लिएर हातमा हल्का तताऊ, त्यसलाई आफ्नो पल्स पोइन्टहरूमा लगाऊ, घाँटी, कानको पछाडि। त्यसपछि त्यसमाथि पर्फ्युम स्प्रे गर्नु। भ्यासलिनले बेसको काम गर्छ जसले पर्फ्युमलाई बाँधेर राख्छ, जसले गर्दा तिम्रो पर्फ्युम 3 घण्टाको सट्टा 8 देखि 10 घण्टा टिक्छ। बिहानदेखि बेलुकासम्म तिमीबाट राम्रो गन्ध आउनेछ र मानिसहरूले पक्कै नोटिस गर्नेछन्। नम्बर 2, तुरुन्त बाक्ला आइब्राउज। बाक्ला आइब्राउज तिमीलाई झन म्यानली र आत्मविश्वासी देखाउँछ। पातला र खाली आइब्राउज तिमीलाई कमजोर देखाउँछ। समाधान के हो भने सानो मात्रामा भ्यासलिन लिएर औँलामा तताऊ र आइब्राउजको कपाल बढ्ने दिशामा लगाऊ। यसले प्रत्येक कपाललाई बाक्लो र गाढा देखाउँछ र दिनभर मिलाएर राख्छ। अब अनावश्यक कपाल बाहिर निस्किने समस्या हुँदैन। यो सानो ट्रिकले तिम्रो अनुहारको स्ट्रक्चर नै बदल्छ र तिमीलाई अझ म्यानली देखाउँछ। नम्बर 3, आफ्नो ओठ सधैँ राम्रो बनाउने। सुक्खा र फुटेका ओठ आकर्षण घटाउने मुख्य कारण हो। के गर्ने भने दाँत माझेपछि टुथब्रसले हल्का रूपमा ओठ स्क्रब गर। यसले मरेका छाला हटाउँछ र रक्त सञ्चार बढाउँछ। त्यसपछि पातलो तहमा भ्यासलिन लगाऊ ताकि नमी कायम रहोस्। यो हरेक रात सुत्नु अघि गर। तिम्रो ओठ सधैँ नरम र स्वस्थ देखिन्छ र तिम्रो ओठ स्मुथ र आकर्षक हुन्छ। र विश्वास गर, केटीहरूले यो कुरा नोटिस गर्छन्। नम्बर 4, आँखामुनिको कालो घेरा हटाउने। कालो घेराले तिमीलाई थाकेको, अस्वस्थ र कमजोर देखाउँछ। हरेक रात सुत्नु अघि आँखामुनि सानो मात्रामा भ्यासलिन लगाऊ। यसले छालालाई नमी दिन्छ र बिस्तारै सुन्निने कम गर्छ। लगातार 2 हप्ता गर, तिमीले ठूलो फरक देख्नेछौ। तिमी झन फ्रेश, एनर्जेटिक र आकर्षक देखिनेछौ। मानिसहरूले सोध्न थाल्नेछन्, के तिमी राम्रो सुतिरहेका छौ कि महँगो क्रिम प्रयोग गरिरहेका छौ। नम्बर 5, कपालको पर्फेक्ट टेक्स्चर। यदि तिम्रो कपाल फ्ल्याट छ, चिल्लो देखिन्छ वा सेट हुँदैन भने यो ट्रिकले सबै बदल्छ। सानो मात्रामा भ्यासलिन लिएर हातमा राम्ररी घनु, लगभग देखिनै नसक्ने गरी। त्यसपछि कपालमा हल्का लगाऊ। यसले प्राकृतिक चमक र टेक्स्चर दिन्छ, चिल्लो नदेखिने गरी। तिम्रो कपालमा मुभमेन्ट, डेफिनिसन र हेल्दी साइन आउँछ। ध्यान देऊ, धेरै प्रयोग नगर, नत्र नुहाएको छैन जस्तो देखिन्छ। नम्बर 6, तुरुन्तै जावलाइन डेफिनिसन। धेरै केटाहरूलाई थाहा नहुने कुरा, तिमी आफ्नो जावलाइन सेकेन्डमै 7 देखाउन सक्छौ। सानो मात्रामा भ्यासलिन लिएर जावलाइन मुनि जहाँ छाया पर्छ त्यहाँ पातलो लाइनमा लगाऊ। यसले हल्का हाइलाइट दिन्छ र अनुहारलाई झन चिसेल्ड र म्यानली देखाउँछ। यो नै टेक्निक फोटोग्राफरहरूले मोडेलहरूमा प्रयोग गर्छन्। बाहिर जानु अघि वा फोटो खिच्नु अघि गनु र फरक आफै देख्नेछौ। नम्बर 7, कन्फिडेन्स ग्लो। यो नै त्यो सिक्रेट हो जुन मोडेल र एक्टर्सहरूले प्रयोग गर्छन्। भ्यासलिनको एकदमै हल्का तह गालाको माथिल्लो भाग, चिक बोन्स र निधारमा लगाऊ। यसले हल्का चमक दिन्छ जसले तिमीलाई स्वस्थ र जवान देखाउँछ। तिमी झन एनर्जेटिक र आकर्षक देखिन्छौ। ध्यान देऊ, धेरै नलगाऊ, नत्र चिल्लो देखिन्छ। सानो मात्राले नै प्राकृतिक ग्लो दिन्छ। यति हो भ्यासलिनका 7 ह्याक जसले केवल एउटा सस्तो बट्टाले तिम्रो लुक परिवर्तन गर्छ। आजै 2 देखि 3 वटा ट्राई गर अनि हेर्दै जाऊ कसरी मानिसहरूको व्यवहार तिमीप्रति बदलिन्छ। अनि केटाहरू, कमेन्ट गरेर भन्नु अर्को भिडियोमा कुन टपिक चाहियो।